साथीहरु हामी चाहिँ आज युरोपमा हो है यसरी बोतल बेचेर पनि पैसा आउँदो रहेछ भन्ने कुरा प्रमाणित भयो अनि हामी चाहिँ बोतल बेच्नलाई चाहिँ बोतल बेच्न जाँदैछौँ है हामी चाहिँ यसरी अब साथीहरु पनि पुरा बोतल बोकेर हेर्नु त पिचोक तरिकाले चाहिँ नि हैन रोड फेरि रोड पनि एकदम अब गाउँघरको जस्तै कच्ची बाटो छ एकदम गाह्रो छ है धुलो त कति खानु तर अब यस्तैमा भए पनि अब यसो हैन बिस्तारै हिँड्छौँ गाडी हिँड्यो भने त फेरि अब धुलो त कति खानु नि भइदिन्छ त हो अनुहारमा देखि लिएर शरीरमा त सबै सोरसार हुन्छ है साथीहरू अब यस्तै छ गाउँघरमा अबे ओ दिवाली की फुलझड़ी चला डालूंगा अब साह्रै गाह्रो पो हुँदो रहेछ थाक्दो रहेछ क्या यहाँ पैसाले पुरा हात तल झार्यो नि गाह्रो छ हामीलाई ल है त साथीहरू गाइसहरू कस्तो लागेको छ हाम्रो भिडियो अब युरोपको अब चाहिँ अब यसरी युरोपमा पनि अब गाडी अब हामीसँग छैन तरै पनि अब दुई खुट्टे बाइकमा हामी चाहिँ लुरुङ हिँडिराखेका छौँ अब हाम्रो सम्धिको पुरा धेरै छ बोतल यसमा कम्तीमा पनि अब यहाँको पैसा हैन 100-150 जति चाहिँ आउँछ नै पक्कै पनि त्यसले चाहिँ अब हामीले चाहिँ फेरि प्रायः अब घरमा पठाउने चलन हुँदैन हाम्रो चाहिँ यो चाहिँ एकदम स्यान्थेराम टोलीमा जान्छ स्यान्थेराममा जाने हो यस्तै हो है साथीहरु है त सम्झी यो बोतल के अरे जम्मा गर्नलाई चाहिँ कति टाइम लाग्यो त यार सम्झी हो 2 महिना लाग्यो 2 महिना लाएर 50 करोड जम्मा पार्यो अस्ति अब 25 करोड पठाएको एयरपोर्टमै थाङ्नाहरूले समातेछ कुन चाहिँले कुरा ल्याइदिएर पैसा सामान त मिठो हुन्छ है अब नेपालबाट होइन इन्डियाबाट पठाउने हो तर यसरी बोकेर जाँदाखेरि चाहिँ लास्टै नमिठो हुने रहेछ गाह्रो हुने रहेछ क्या है तर पैसा बोक्न त फेरि एकदम सजिलो हुने नि फेरि एकदम सर यतापट्टिको हाम्रो ल मिस्टर सर ल है यता पनि छ है यो अनि कस्तो लागिरहेछ अब युरोपमा ठिकै लागिरहेछ भनौँ हो नयाँ है तपाईँ त कतिमा आउनुभएको हाम्रो अब सबै फोनहरू व्यवस्थापन पनि हुने पैसा पनि हुने आइया एकछिन बिसाउँ न बिसाएरै पुरा इन्टरभ्यू लिनु पर्यो यार साह्रै गाह्रो हो कि मलाई एकदम स्या परिसक्यो खत्म बाय बाय टाटा गुड बाय गया पनि नेपाली 20,000 सम्मको छ मलाई 1 महिना लाग्यो है सर हाम्रो यतापट्टि छ फेरि हाम्रो दुईजना सम्धिहरू भयो म त अब यसरी हामी चाहिँ बोतल बेच्नलाई पनि एकदम अलिकति कष्ट लिनुपर्ने छ कि किनभने हामी अब हिँडेर लगभग आधा घन्टा जति जानुपर्छ यसरी हातमा पुरा बोतल बोकेर है पोलिथिनमा पुरा प्लास्टिकको झोलामा हामीले चाहिँ बोकेर जाँदैछौँ अब हामी पुग्न अलिकति अब 10 मिनट जति बाँकी छ अब त्यस पछाडिको भिडियो भनेको चाहिँ अब हामीले त्यहाँ पुगिसकेपछि बोतल कसरी हाल्ने कस्तो हो भनेर चाहिँ त्यहाँदेखि नै फेरि अर्को भिडियोमा भेट्ने बाचाका साथ अहिले चाहिँ छुट्छौँ ओके बाई बाई